हेर्दा हेर्दै सबैको बिहे भयो हैन। ए आज तुलसीको पनि बिहे भयो हैन। मेरो चाहिँ कहिले हुने हो? एक्लै बोर त लाग्दैन? एक्लै जन्म्या एक्लै मर्नुपर्ने एक्लै सङ्घर्ष गर्नुपर्ने हो चाहिँ एक्लै बस्न चाहिँ के भयो? पर्फ्युम त हान्नु पऱ्यो नि त हैन। अब बसमा जानुपर्छ हैन। टक्क मान्छेहरू हुन्छ नि त यसो बास्ना आयो भने चाहिँ टक्क हैन मस्त हैन कोही पट्टिहाल्छ कि तिमीलाई सरप्राइज मेगा दिदीको सेन्ट चोरेर लगाइदिएको छु। भिडियो हेरेर भने चाहिँ फेरि सेन्ट लगाएको मेरो सेन्ट लगाएको भगतलाई तरकारी फल्या छ आमै फल्या छ बाख्रा साख्रा पनि पाल्या छ हैन। ठिक बस है भोलि आउँछु भोलि ल ओके ल बाबाई ल जाम त साथीहरू ल दाजु है। नमस्ते साथीहरू स्वागत छ बखत बिष्ट अफिसियल युट्युब च्यानलमा साथीहरू नयाँ भिडियोमा फेरि पनि हैन। म चाहिँ अहिले मुलपानी जाँदैछु मेगा दिदीकोमा मेगा दिदीलाई भेट्न। आज शुक्रबार हो नि त अनि अब यता माइसालाई पनि ल्याउनु पर्ने। अब यता चाहिँ ल्याउनुभन्दा उतै जाउँ भन्ने भयो हैन। अब यो मौसम पनि ठिक छैन पानी परिरहेछ अहिले हैन। हिजोदेखि पानी परिरहेछ त्यही भएर मौसम पनि ठिक छैन अनि यता चिसो लाग्छ बिरामी हुन्छ माइसा भनेर चाहिँ म चाहिँ उतै भेट्न जाँदैछु हैन। अनि बाँकी भिडियो देखाउने छु बाँकी भिडियोहरू हेर्दै गर्नु होला र जानुभन्दा अगाडि चाहिँ यसो टक्क पर्फ्युम त हान्नु पऱ्यो नि त हैन। अब बसमा जानुपर्छ हैन। टक्क मान्छेहरू हुन्छ नि त यसो बास्ना आयो भने चाहिँ टक्क हैन मस्त हैन कोही पट्टिहाल्छ कि त्यही भएर सेन्ट हानिदिएको के साथीहरू सेन्ट लेडिज सेन्ट हो क्या यो जस्तो पनि लाग्छ भाइ होइन। ए मेगा दिदीको हो मेगा दिदीको फेरि थाहा भएन मार्छन् फेरि मेगा दिदीको सेन्ट चोरेर लगाइदिएको छु। भिडियो हेरेर भने चाहिँ फेरि कराउँछन् मार्छन् त्यही भएर यो कुरा कसैलाई नभन्नु नि फेरि है त। ल अब म यहाँबाट निस्किन्छु साथीहरू होइन। बाँकी देखाउने छु बाँकी हेर्दै गर्नु होला है त। ल यता चाहिँ हाम्रो साग चाहिँ लाग्दैछ साथीहरू होइन। दाइले लगाउँदै हुनुहुन्छ म चाहिँ अब मुलपानी जान्छु होइन। ल दाजु म गएँ ल राम्रोसँग लगाउनु ल। मस्तले यहाँ लागेको छ नि त मस्तको देखियो त दाजु यार लगाएपछि नष्ट हुनु त लगाएको कसले छ मस्त मान्छे लगाएको नि त नि। एक्लै बोर त लाग्दैन? एक्लै जन्म्या एक्लै मर्नुपर्ने एक्लै सङ्घर्ष गर्नुपर्ने हो चाहिँ एक्लै बस्न चाहिँ के भयो? मलाई एक्लै बस्न झन् मजा लाग्छ। मोबाइल छैन केही छैन अनि अल्छी लाग्ला त बिन्दास बस्ने केही हुन्न। मलाई झन् काम गर्छु एक्लै भएपछि खान गरेर बस्छु र जाउँ ढिलो हुन्छ। ल म भोलि आइहाल्छु है त ल ओके ल ल बाई ओके काली बाबाई काली काली बाबाई आयो काली आयो मलाई आधी बाटोसम्म चढ्न जाने होइन काली भाइ हजुर ल ल बस ल काली भोलि आउँछु ल है ओके हुन्छ कि नै काली बस है भोलि आउँछु भोलि ल ओके ल बाबाई ल जाम त साथीहरू ल दाजु है ल ल त अब साथीहरू लागि होइन। यो चाहिँ मेरो गाडी भाडा यहाँबाट मुलपानीको अनि माइसालाई पनि केही लगिदिनु पर्छ है। अनि त्यसपछि टक्क पारेर जानुपर्छ साथीहरू है। पानी आजको मौसम चाहिँ बेकार छ कि पानी परेर जाडो जाडो छ होइन। अब म चाहिँ लाग्छु साथीहरू होइन। बाँकी देखाउने छु बाँकी हेर्दै गर्नु होला है त। ओके काली अगाडि गइसक्यो मेरो बडी गाड अगाडिसम्म छोड्न जान्छ। कहाँसम्म छोड्न जाने काली 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 कहाँसम्म छोड्न जाने भन् त पसलसम्म। अब साथीहरू म चाहिँ भर्खरै पुगेँ होइन। अनि आइसा आइसा
माइसा यहाँ खेल्दैछ सरप्राइज तिमीलाई सरप्राइज सरप्राइज के हो चोकोबार मलाई नि आफै खुसी गेम खेल्ने अर्को खाने कि नहीं गेम खेल्न मलाई मिठो अर्को चाहिन्छ कि नै अर्को त अर्को अनि ल ल त पहिला यो खान्छ पहिला त्यो खाने मलाई नदिने मलाई नखाउने है त तिमी खाइ मिठो है ओके खाऊ है त के गरेको माइसा मलाई तिमीको कपाल लामो बनाएछु कपाल सिल्की स्ट्रेट गर्दै हो ल राम्रोसँग गर ल त्यही बनाउँछु तिमीको त त्यही बाबा हो ल मस्त राम्रो बनाऊ ल ल ल कटिङ पनि गर ल कटिङ काट गरे कैँचीले काट्यो कटिङ गर्यो अँ ल अब के लगाएको यो तेल कि क्रिम तेल तेल लगाएको पानी लगाएको पानी लगाएको किन मलाई तिमीलाई नुहाइदिए फ्रेस बनाए नुहाएर फ्रेस बनाइदियो अँ ल ओके छ त त्यसो भए ल राम्ररी गर ल ल कपाल नबिगाड्नु नि फेरि बिगाड्यो भने बिग्रियो भने त पिटाइ खान्छ फेरि पकाउने बनाउँछु नि फेरि हो राम्रो बनाइदिन्छौ ल राम्रो बनाऊ ल ए राम्रो भइसक्यो हो ल भयो सक्यो सकेन अब भएछ अझै अझ के गर्ने अब तातो पानी छ तातो पानी लाउने अँ ल छिटो छिटो गर ल यहाँ। है भोक लागिसक्यो भात खानुपर्छ भात त मकै खाने हो नि त हो मकै ल तिमी समाता त मकै खाने ल मिठो है मकै ए यो पार्लरमा पनि पाइन्छ हो मकै सकै खाजा साजा सबै पाइन्छ हो अँ सबै पाउँछ अँ यस्तो किन त खान्न मलाई पिज्जा चाहियो पिज्जा पिज्जा अँ ल पिज्जा ल्याउन आउँछु ल ल्याएर आऊ है त पिज्जा पिज्जा दाइ त्यो पिज्जा ल पिज्जा ल पिज्जा पिज्जा आयो हाम्रो पिज्जा आयो हामी पिज्जा खाने माइसाले कपाल बनाउँदैछ मेरो ल अब चाहिँ हामीहरू चाहिँ बजारतिर जाँदैछौँ साथीहरू होइन माइसाको कानको सुनहरू पनि निकाल्नु पर्ने छ अनि त्यसपछि यताउता जानु छ होइन अनि मौसम पनि मजाको छ पानी रोकियो होइन आजसम्म मात्र थियो होइन सायद आज अब पर्दैन कि सायद होइन तर आकाश चाहिँ कालो कालो भइसकेको छ देख्न सक्नुहुन्छ आउन पनि सक्छ फेरि होइन नआउला भन्न सकिन्न आउन सक्छ ल अब हामी निस्किन्छौँ अनि त्यसपछि बाँकी देखाउने छु बाँकी हेर्दै गर्नु है त स्पाइडी हो स्पाइडी स्पाइडी कि स्पाइडर 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 कहाँ जानु लाग्यो माइसा यस्तो छ साथीहरूको जुत्ता लाउँ होइन जुत्ता लाएर अनि त्यसपछि हामी निस्किन्छौँ बाँकी देखाउँछु बाँकी हेर्दा हेर्दै सबैको बिहे भयो होइन ए आज तुलसीको पनि बिहे भयो होइन अब मेरो चाहिँ कहिले हुने हो कि भाइ के हो यसो भनिदेऊ न अब खोइ दाइको अब भोलितिरै बिहे हुन्छ होला भोलितिर हुन्छ मेरो बिहे हो ल सबैको बिहे भइसक्यो हेर्दा हेर्दै आज ए तुलसीको पनि बिहे भयो साथीहरू होइन अब मेरो चाहिँ कहिले हुने हो कहिले गाह्रो छ ल माइसालाई चाहिँ हस्पिटल भन्छु दिदी चाहिँ हस्पिटल जानुभयो अनि त्यसपछि बखत बिष्ट अनि त्यसपछि के भन्छ त्यहाँ माइसाको सुन चाहिँ निकाल्ने भनेको होइन अनि त्यो उसले चाहिँ पानी परेको कारणले गर्दा चाहिँ सकिएन जान होइन ल यसो खोलातिर जाउँ धेरै भयो यो खोलातिर नगएको पहिला खोलातिर गइहिँड्थ्यो माछा मारिन्थ्यो होइन ल खोलातिर जान्छु त्यसपछि बाँकी देखाउँछु ए खोला कस्तो भयो चाहिँ हेरौँ न होइन पहिला यो खोलामा हामी टक्क
टक्क माछा मार्न आउँथ्यौँ होइन। ए यस्तो भइसक्यो छ। हामी पहिला बसेको त्यहाँ हो, त्यहाँ तल हरहर महादेवमा हो हामी पहिला बसेको। अब यहाँ तरकारीहरू लाउनु लाएर यता त तरकारी सरकारी सबै तरकारी फल्या छ। आमै फल्या छ, बाख्रा साख्रा पनि पाल्या छ होइन। ठिक छ। आलु पनि उम्रिसकेछ नि त। आन्टीले तरकारी टिप्दै हो आन्टी। ए खोला हेर त, खोला सबै बारी भइसक्यो त। अझै पानी रहेछ त यार यहाँ। ओहो हो तिहार सकिसक्यो, फुलहरू अझै पनि छैन। यस्तो छ क्या, कुनै चिजको कमी छैन यता। बाटै छैन त यार, कहाँबाट जानु। यस्तै हो खोला होइन। पहिला यहाँ जङ्गल थियो, यहाँ माछा मार्न आइन्थ्यो हामी होइन। पहिला यहाँ माछा मार्न आउँथ्यौँ हामी, माछा मारिन्थ्यो। ए अहिले त यहाँ यस्तो भइसकेको छ। त्यहाँ चाहिँ अग्लो पाहाड थियो, त्यो पनि भत्काइसकेछ कि यहाँ हो कि उता हो तल जस्तो ला। त्यहाँ मुनि सन सिटी पनि देखिरहेछ साथीहरू होइन। ल यस्तै हो साथीहरू। अब धेरै दिनपछि यता आइयो होइन। धेरै दिनपछि भन्दा पनि पहिला आएको थिएँ होइन। अनि आउनु त बेला बेला आइरहेको छु होइन। तर यहाँ खोलामा यतातिर चाहिँ आउन पाएको थिएन। तर आज चाहिँ यसो घुम्न मन लाग्यो मलाई। अनि यसो यहाँ आएर यसो हेरौँ कस्तो भएछ के छ भनेर चाहिँ हेर्न आएको। जे होस् एकदम पहिलाको भन्दा धेरै फरक रहेछ होइन। तरकारीहरू लाउँदैछन् होइन। यस्तै यो साथीहरू जे जस्तो भए पनि होइन। तुलसीको पनि बिहा भयो होइन। मेरो बिहा भएको छैन, गाह्रो छ होइन। ल यति भन्दै आजको भिडियोबाट चाहिँ बिदा हुन्छु होइन। अर्को भिडियोमा फेरि भेट्नेछौँ। भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न नबिर्सनु होला। यति भन्दै आजलाई छुट्टिन्छु, बाँकी अर्को भिडियोमा फेरि भेट्नेछौँ। ओके बाई बाई।